सम्पूर्णलाई नमस्ते। मेरो नाम चाहिँ सञ्जीव सापकोटा, जेएनजीएमको घाइते पनि एउटा अङ्ग गुमाएको मान्छे पनि। यहाँ सम्पूर्ण उपस्थित सबैजना घाइते तथा शहीद परिवारहरूलाई नमस्कार भन्न चाहन्छु र हाम्रो पत्रकार वरिष्ठ पत्रकार ऋषि धमलाज्यूलाई पनि नमन गर्न चाहे। अब आजको विषयमा सबै कुरा अघि हाम्रो शहीद परिवारबाट चाहिँ सबै कुरा खुलस्त हाम्रो शहीद परिवारको सबैजनाले बताइसक्नु भएको छ र अब हामीले जुन सरकारसँग गरेको जुन 10 बुझे राजपत्रमा निस्केको जुन कार्यान्वयन गर्नुपर्नेछ त्यो अहिलेसम्म सम्झौता कार्यान्वयन नभएको हुनाले त्यसलाई कार्यान्वयन गर्नुपर्ने र त्यस पछाडि पनि सरकारले पटक पटक गरी हामीसँग तेस्रो पटक हामीले 23 बुँदाको एग्रिमेन्ट गरेका थियौँ, सम्झौता गरेका थियौँ। त्यो गर्दा गर्दै पनि आजसम्म कार्यान्वयन नभएको हुनाले हामी चाहिँ अन्तिममा बाध्य भएर अब चाहिँ अति नै भयो भन्ने हिसाबले चाहिँ आज चाहिँ यो पत्रकार सम्मेलन गर्नु मुख्य जरुरी कुरा हो। र अर्को दोस्रो कुरा भनेको हामी भदौ 23 र 24 गते आउँदै गरेको भदौ 23 र 24 गते चाहिँ शहीद र घाइतेहरूको स्मृतिमा जो शहीद भएर जानुभयो उहाँहरूको स्मृति र घाइतेहरूको तमाम घाइतेहरूको चाहिँ सम्झनालाई लिएर हामीले एउटा चाहिँ स्मृति दिवस मनाउने तयारी गरिरहेका छौँ र सो दिनको लागि पनि हामीले यो पत्रकार सम्मेलन गर्नु मुख्य कुरा रहेको छ। जुन अब तपाईँहरूले भन्दै गर्नुहोला त गृहमन्त्रीको अगाडि पछाडि हिँडिरहेका हुन्छस् भनेर। गृहमन्त्री मात्र एकजना जिम्मेवार व्यक्ति होइन कि सिङ्गो सरकार जिम्मेवार व्यक्ति हो। एउटा व्यक्तिले कसैको माग पुरा गर्न सक्दैन, सिङ्गो सरकार लाग्यो भने बल्ल माग पुरा हुने हो। र हामीले पटक पटक गरी गृहमन्त्रीले हामीले रिक्वेस्ट गर्दै गर्दाखेरि प्रधानमन्त्री कार्यालयको तर्फबाट जति पनि शहीद र घाइतेहरूले जुन कार्यविधि दिएका थियौँ त्यो आजसम्म पनि कार्यान्वयन नभएको हुनाले पटक पटक वार्ता बस्दै गर्दाखेरि पनि त्यसलाई चाहिँ निचोड नदिएको हुनु कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ अब यो सरकारलाई सघाउने भन्दै गर्दाखेरि हामी कुन आधारले सघाउने त? मरेर जाने त गइसके, जो अर्ध शरीर लिएर शरीर गुमाएर गोली खाएर जो बाँचिरहेका छन् तिनलाई न्याय चाहिँ कसले दिन्छ त? हो, त्यसैको आडमा चाहिँ आज शहीद परिवारले चाहिँ हाम्रो सपोर्टको लागि, साथ र समर्थनको लागि आफ्ना छोराछोरीहरूको रगतको बलिदानी र जो जिउँदै बाँचेका छन् तिनीहरूको आँखामा हेरेर जो चाहिँ हामी उहाँहरूको छोराछोरीको प्रतिबिम्ब भएर बाँचेका छौँ उहाँहरूको लागि चाहिँ यो सङ्घर्ष गर्नु परिरहेको छ। त्यसैले म सरकारलाई एउटा खुल्ला चुनौती के दिन चाहन्छु भने अब आउँदै गरेको भदौ 22 गतेसम्म तपाईँहरूले जुन हामीले दिएको 10 बुँदा राजपत्रमा निस्केको 10 बुँदा प्लस अर्को तपाईँको चाहिँ 23 बुँदा कार्यान्वयनमा आउँदैन भने हामी 23 र 24 गते त शान्तिपूर्ण र्याली गर्ने नै छौँ र 25 गतेबाट संयुक्त रूपमा एकदमै ठुलो हामी भयङ्कर आन्दोलन गर्ने तयारीमा छौँ। यति कुरा चाहिँ म्यासेज म सरकारसम्म पुर्याउन चाहन्छु। बाँकी कुरा त हाम्रो अब संस्थाको अध्यक्षज्यूले